जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ। आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ 23 भदौमा खासै क्षति नभए पनि 24 भदौमा प्रदर्शनमा ठूलो क्षति भएको हो। पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए। पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो। सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी 21 जनाको मृत्यु भयो। प्रदर्शनकारीहरू एभरेस्ट होटल अगाडिको ब्यारिकेड तोड्दै संसद भवन प्रवेश गरेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउँदै सेना परिचालन गरेको थियो। सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार र व्यथितिको अन्त्यको माग गर्दै प्रदर्शनमा उत्रिएका जेनजीको आक्रोश रोकिएन। प्रदर्शन दबाउन सुरक्षाकर्मीबाट गोली चलाइयो। सो क्रममा 21 जनाले ज्यान गुमाए। यसको भोलिपल्ट आन्दोलन थप उग्र बन्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा समेत प्रदर्शनकारी रोकेनन्। दिउँसैबाट भएको तोडफोड र आगजनी राति 10 बजेसम्म निरन्तर चल्यो। राति 10 बजेबाट सेनाले सम्पूर्ण सुरक्षा कमान्ड आफ्नो हातमा लिँदै फिल्डमा उत्रिएपछि बल्ल आगजनी, तोडफोड र लुटपाट मत्थर भएको थियो। राति 10 बजेसम्मको तोडफोड र आगजनीबाट प्रहरी कार्यालयहरू खरानी बनेका थिए। ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो। वर्दी फुकालेर भाग्दै केही प्रहरीले ज्यान बचाए। केहीले वर्दी फुकाल्दै हात उठाएर प्रदर्शनकारीसँग आत्मसमर्पण गरे। प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्ने सम्मका काम गरेका थिए। त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब 450 भवन ध्वस्त भए। प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका 445 प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो। जसमध्ये 197 प्रहरी कार्यालय पूर्ण क्षति भए। ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने अवस्था नै नरहेको बताइएको छ। 258वटा प्रहरी कार्यालय भने आंशिक क्षति भएकोले मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ। सबैभन्दा बढी क्षति त उपत्यकाभित्रकै प्रहरी कार्यालयमा भए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार उपत्यकामा मात्रै 153वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो। एआइजी बस्ने रानीपोखरीको कार्यालयमा समेत प्रदर्शनकारीहरूले आगो लगाए। उपत्यकाका डिएसपीले कमान्ड गर्ने 18वटा प्रहरी वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै सक्दो रह्यो। कार्यालयमा रहेका सवारी कति जले भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ। केही सवारीहरू जलेको अवस्थामा छन्, केही सवारी चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ। सवारी साधनतर्फ ठूलो क्षति भएको प्रहरीले बताएको छ। प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनी मात्रै गरेनन्, हतियार समेत लुटे। प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडियो तस्बिर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए। लुटिएका हतियारमध्ये करिब 300 थान नेपाली सेनाले बरामद समेत गरेको थियो। सहप्रवक्ता थापाका अनुसार सानाठुला गरी प्रहरीका 1100 थान हतियार लुटिएका छन्। पेस्तोल, बन्दुक, ग्यास गन लगायत हतियार लुटिएको प्रहरीको भनाइ छ। नेपाल प्रहरीलाई यसअघि समेत हतियार अपुग भन्दै पटक पटक किन्ने प्रक्रिया अघि बढाउँदै रोकिँदै आएको थियो। यही अवस्थामा अहिले 1100 थान प्रहरीका हतियार लुटिएका छन्। गोलीको त हिसाब नै नरहेको प्रहरी अधिकारीहरू बताउँछन्। कति गोली, अक्सुर ग्यास लुटिए हराए भन्ने एकिन तथ्याङ्क आउन अझै समय लाग्ने प्रहरीको भनाइ छ। आइतबार मात्रै काभ्रे प्रहरीले 730 राउन्ड गोलीसहित 8 जनालाई पक्राउ गरेको छ। जेनजीको प्रदर्शनमा काठमाडौँदेखि देशभर 1963 प्रहरी घाइते भएको सहप्रवक्ता थापाले बताए। घाइतेमध्ये 1939 जना उपचार पश्चात डिस्चार्ज भएर घर फर्किसकेका छन्। 24 जना भने अझै अस्पतालमा उपचाररत रहेको बताइएको छ। प्रदर्शनको क्रममा 3 प्रहरी मारिएका छन्। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक असै मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवलदार अमृत गुरुङ प्रदर्शनकारीहरूको तर्फबाट मारिए। यसैगरी प्रहरी र प्रदर्शनकारी समेत गरी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या 74 पुगेको छ।